हे गाइज म आज हाम्रो सबैभन्दा उचाइमा रहेको नाच्ने डाँडा मन्दिरमा आएको छु। मन्दिर चाहिँ यता तलतिर छ, यता केटाहरू छन्। हेलो 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 यस्तो छ। यहाँ मास्तिर हाम्रो स्वामीको रुख पनि छ। यो बाटो जानुपर्ने हुन्छ हामी मास्तिर। हामी चाहिँ अब यहाँबाट तलतिर झर्छौँ, मास्तिर जान्नौँ। तलतिर जाम ल। ल बाटा हेर्दै हिँड्दा पैसा नि भेट्टाइने पैसा भेट्टाइने हुन्थ्यो। यार हजार पाइदिने हुन्थ्यो नि। 3टा हजार हुने त मस्त हुन्थ्यो यार। गाइज यो चाहिँ हाम्रो नाच्ने डाँडाको मन्दिर हो। यो चाहिँ थुप्रै वर्ष पहिला बनेको मन्दिर हो। अब चाहिँ जियोस् नयाँ मन्दिर बनाउने प्लानमा छौँ। सबैजना मिलेर एउटा राम्रो मन्दिर बनाउने कुरो भएको छ। ल हेर्न सक्नुहुन्छ कति राम्रो मन्दिर छ। पहिला चाहिँ यो ठाम यता परसम्म थियो, अनि यो टङ्की बनाउने हुँदाखेरि यहाँ खन्न पर्ने भयो है। अहिले साँघुरो छ है। यस्तो छ। केटाहरू अल्छी मानिराखन्, झ्याममा परेछन्। राम्रै छ जियोस् बाटो। हामी जानुपर्ने हुन्छ यो बाटो। यता चाहिँ हाम्रो एउटा पोखरी पनि छ। निकै वर्ष पुरानो पोखरी हो यो। र यो बुटो पनि निकै वर्ष, करिब 100-200 वर्ष अघिको बुटो हो यो। स्वामीको बुटो तकरिबन 200 वर्ष अघिको बुटो हो यो। उता रामु भलकको घर हो त। यहाँ चाहिँ माछा पनि छ है गाइस। माछा हेर्ने भाइ आउनुहोस्। हेर्नु त माछा। ए भाइ हेर त माछा। चेपा आयो नि क्या बनायो पादिस छ्या। यस्तो छ। पोखरी भोरी छ, पानी बिहान कम थियो, अहिले भोरी छ। भलक्सको मम उता हुनुहुन्छ। यता पोखरी छ। उता लक्ष्य भाइ जोङ्क्रा छ। जाम यो बाटो के बस्ने। जाम जाम के बस्ने। झ्याउला झ्याउला अरे उसलाई ऊ जाम के बेकार के हाम्रो बा पनि हुनुहुन्छ मा। क्या रे आमा एसएलसी को स्टोर है यसको हो र हो तेरो के हो त पास भइस ए सबैमा पास भइस ल बधाई छ। ल मलाई थाहै थिएन सबैमा पास भयो हाम्रो लक्ष्य झोला जो पास भएछ झोला। ल हाम्रो कान्छी आमाले घाँस लिएर आउनु भएको सबै झोला जो पास भयो। ए झोला पास प्रदीपको कहाँ हो त नि एक्जाम। हजुर पर्फेक्ट पर्फेक्ट होइन कि पर्फिट। खै त रामु बलग के रङ्ग वासरुम होला होला। म चाहिँ अब कपाल काट्न जान्छु। कपाल काट्नु पर्ने छ। आऊ के जाम आऊ घर बस्नु के गर्ने। आऊ हाम्रो रामु भाइ पनि आएछ नि। रामु भाइ चाहिँ अस्ति आए उता बुटोलतिरबाट। पानी उता देऊ। त्यो अस्तिको जस्तै घिल्लाउँदो नकाटे कपाल अलि राम्रो काट। त्यो अस्तिको त घिल्लाउँदो जम्मै बिग्रियो। हेर त बिग्रियो जम्मै बिग्रियो। अघिल्लोचोटि काटेको त्यसै राम्रो हो त्यस्तै काट्दैन अघिल्लोचोटि। योभन्दा अघिल्लोचोटि के अस्ति त त्यो आशिष आउँदा पहिल्यै के त्यो दिन आशिषले बिगारेर नि हो कि कि तिमी अलिक के गऱ्यौ कि दुईटा दाजुभाइ भएर पालै पालो दुईटाले काटेपछि कहाँ हुन्छ। हाम्रो बाले घाँस पनि लिएर हिँडिसक्नु भयो। कस्तो काट्ने यता औषली फेरि खासै छैन के मुलेट काट्ने मुलेट त काटी त राख्ने पलागे यही युज गर्ने खुइलाउने फेरि के भन्नु
ल औसेली हेर है गाइस औसेलीको पात औसेली छैन औसेलीको पात मैले कपाल काट्ने यहाँ हो अब लच्छुबाई मेसिन लिन गएछ यो बाटो आउँछ लहरा लहरा रामु पनि निराश छन् हो यो जग्गामा बसेर काटिन्छ आज ल यहाँ पुलअप थियो र लगेछ क्या भाँचेछ थियो नि यार यो लौरो त्यसले भाँच्यो कि मुलेट काट के मुलेट काट त्यो मुलेट त काटिए नि पलाए अर्कै काट्दै रहेछ कस्तो काट्दैन यस्तो यो अलि माथि माथि काट्दै माथिबाट हान्दिनँ अलि माथि फुलान्ने मेस हान्दैन ल गाइस आजको भिडियो यति नै भयो तपाईहरुलाई कस्तो लाग्यो लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला ओके बाइ बाइ र मेरो कपाल कस्तो भयो त्यो पनि कमेन्ट गर्नु होला है त ल बाइ